आज मोड अफ भइरहेको है भाइको तिमीले एउटा बियर खाएर मलाई चाहिँ आज पिउनु एउटा बियर खाए यार तिमीले ठुलो काम गरे यार एउटा बियर खाएर अब हामी पहिला कहाँ अरे सँगै काम गरेको कहाँ अरे मदरसनमा है कहिलेदेखि अरे 2007 देखि भने के भन्न चाहन्छु अब म यो चाहिँ सोशल मिडियामा हाल सोशल मिडियामै होइन अब मेरो चाहिँ अनि युट्युब हेलो नमस्ते साथीहरू सबैजना आरामै हुनुहुन्छ होला के छ सबैजनाको हालखबर आज फेरि सानो भिडियो बनाउँदैछु म आफ्नै दुबईको अल्कुस एरियामा जुन अल्खेल गेट नजिक जाँदैछु आज म एउटा विशेष गरी मेरो एउटा पुरानो साथीसँग भेट्न जाँदैछु त्यहाँ गएर साथीसँग भेटघाट गर्ने खाना खाने अनि त्यसपछि वापस आउने के हुन्छ तपाईँहरूलाई सबै देखाउनेछु कस्तो लाग्छ प्रतिक्रिया लाइक सब्सक्राइब त भन्नु पर्दैन होइन अब म अलि अगाडिबाट साथीको अकोमोडेसनतिर जाने इन्ट्रान्समा जान्छु कहाँबाट कसरी जाने हो म तपाईँहरूलाई देखाउँछु यो दुबईको अल्कुस एरिया हो है त रातिको समय छ देख्न सक्नुहुन्छ साथीहरू दुबईको हाइवे रोड जति राति भए पनि उति नै बिजी छ रोड सबैजना आज पनि त्यसरी नै बाहिर सबैजना निस्किराख्नु भएको छ बाँकी जे हुन्छ म तपाईँलाई देखाउनेछु यो सब रातिको दृश्य हो देख्न सक्नुहुन्छ यो सबै मेरो अकोमोडेसनको वरिपरिको एरिया हो मैले भनिसकेँ तपाईँहरूलाई म आज मेरो धेरै पुरानो साथीसँगै काम गरेको पहिला कम्पनीमा उसँग भेट्न जाँदैछु के हुन्छ तपाईँहरूलाई देखाउनेछु हेर्नु होला देख्न सक्नुहुन्छ यहाँबाट जति पनि गाडीहरू लागिरहेको छ त्योबाट यो अगाडिबाट हो यो अल्कुस को अल्खेल गेटको अपार्टमेन्टहरू यहाँ सबै फ्यामिलीहरू कपलहरू बेड स्पेसमा तपाईँहरूलाई आवश्यक छ भने पनि यो अल्कुस वरिपरि काम गर्ने र बेड स्पेसमा बस्न चाहनुहुन्छ भने पनि यहाँ अगाडि हो यहाँनिर आएर तपाईँले सेयरिङमा बस्न सक्नुहुन्छ बाँकी म देखाउनेछु यो साथीहरू यहाँबाट अल्खेल गेटभित्र गइन्छ रातिको मौसम छ राम्रो छ मौसम दिनमा भने अब बिस्तारै गर्मी बढिरहेछ त्यही भएर रातिमा निस्केको छु म पनि साथीसँग भेटघाट छ सानो म देखाउनेछु तपाईँहरूलाई देख्न सक्नुहुन्छ कति भिडभाड छ मान्छेहरू आउने जानेको क्रम छ रातिको समय छ कति राम्रो छ शान्ति पिसफुल रमाइलो छ कस्तो लाग्यो प्रतिक्रिया दिनु होला देख्न सक्नुहुन्छ साथीहरू यो अल्खेल गेटको वेस्ट जोन गरेको एउटा मार्केट छ त्यो नजिकै आएको छु मलाई साथीले पनि कल गरिरहेछ अब सायद भेट हुन्छ साथीसँग भेट्नेछु र विशेष गरी यो अल्खेल गेटभित्रको यो वेस्ट जोन भन्ने मार्केटमा हरेक चिजको सामानहरू पाइन्छ र यदि कोही अल्खेल गेट कहाँ हो भनेर बुझ्न चाहनुहुन्छ भने पनि यो वेस्ट जोन भनेपछि चिनिन्छ वेस्ट जोनको नजिकै भनेर अब म साथीलाई भेट्न जाँदैछु कल गरिराखेको छ साथी कस्तो हुन्छ म तपाईँलाई देखाउँछु तपाईँले देखिसक्नुभयो म कहाँ छु भन्ने कुरा यो अल्खेल गेटभित्र छु म यो सब अपार्टमेन्टहरू छ यहाँ फ्यामिलीहरू कपलहरू बेड स्पेसमा जस्तो किसिमको पनि रुम चाहिन्छ तपाईँहरूलाई यहाँ अल्कुस वरिपरि अल्खेल गेटभित्र बेड स्पेस चाहिन्छ भनेदेखि पनि आउन सक्नुहुन्छ कमेन्ट गर्नु होला कहाँ पर्छ के पर्छ भनेर डिटेलको लागि अहिले म जाँदैछु साथीलाई भेट्न बाँकी के हुन्छ हेर्दै जानु होला हस् त
हेर्न सक्नुहुन्छ साथीहरू, यो वेस्टर्न गरेको अल्खेल गेटभित्रको एक मार्केट हो। तपाईँहरू माथि पढ्न पनि सक्नुहुन्छ, मैले देखाइरहेको छु तपाईँहरूलाई। तपाईँलाई कहीँ आवश्यक पर्छ यहाँभित्रको बेड स्पेस रुम, कसैलाई भेट्नु छ, कसैको साथी अल्खेल गेटमा बस्छ अरे भन्ने थाहा बुझ्न चाहनुहुन्छ भने यो यहाँ छ। वेस्टर्नको नाम लिनुहोस्, त्यहाँनिर आएर भेटघाट गर्न पनि सक्नुहुन्छ। हस् त। अब के भने हामी धेरै पछि भेट भयो। अब हामी पहिला कहाँ अरे सँगै काम गरेको कहाँ अरे? मदरसनमा है। कहिलेदेखि अरे? 2007 देखि हो नि। 2007 देखि काम गरेको हामी। अहिले हामी फाइनल्ली भेट भयो। अब के भन्न चाहन्छु, अब म यो चाहिँ सोसियल मिडिया नहाल। सोसियल मिडियामै होइन, अब मेरो चाहिँ अनि युट्युबमा हाल्यो भने बर्बाद छ फेरि। 58 मात्रै सब्सक्राइब भयो कि तिम्रो च्यानलका मान्छे? अनि मलाई थाहा छ, सब्सक्राइब गर्नु त तिमीलाई भन्छ टिकटक। ठिक छ, अब भनेपछि मेरो पनि सब्सक्राइब बढाउनु पर्यो। हुन्छ, अब तिम्रो त भ्युज आउँछ अलिअलि। नर्मली तिम्रो यो हिसाबले 10,000 भ्युज त आउँछ कि एक सालमा एकदम। अनि तर भ्युज चाहिँ बढेन, त्यो सब्सक्राइब बढेन। अब म भ्युजको चाहिँ पछाडि दौडिँदैछु, तर मेरो टाइम छैन भ्युजको लागि। तिमीले अब यो भिडियो हाल्दै पनि तिमीले आफ्नो च्यानलको नाम नि भन, साथमा मेरो भाइको च्यानल पनि ग्रो गर्नु पर्यो। त्यो भनेर हुन्न के, यहाँ के यसरी हेड त बोल्नु पर्यो नि त। 1000ले सब्सक्राइब गरे भने तिम्रो त अनि कति चाहियो? यतिकै भइहाल्यो त यार। कति चाहियो अरे सब्सक्राइब? 1000 चाहियो हैन? 1000 चाहियो। अनि 500 हुन मोनिटाइज हुन 500 चाहियो हैन? तिम्रो त्यो तिमीले भने अझ सर्टकट हिसाबले भनेको, त्यो सर्ट टाइमको भने तिमीले त्यो अब फुल्ली। अनि के छ त? अनि अब हामी कुन तरिकाले भेट भयो अरे आज? कस्तो आज मेरो दाइ अलिकति फायर मोडमा छ। आज मोड अफ भइरहेको होइन दाइको। तिमीले एउटा बियर खाएर मलाई चाहिँ आज पियो एउटा बियर खायो यार। तिमीले ठुलो काम गरे यार, एउटा बियर खाएर। हाँसेन तिम्रो हाँसेर यस्तो हो क्या। आज तिमीलाई रिस उठ्यो, मलाई थाहा छ होइन। अब भेट भयो दाजुभाइ, जसै रातिको समयमा भने होइन। अब मलाई जाँडा आएको भने होइन, अब आएको उसलाई पर्सनल आफ्नै प्राइभेट टेन्सन भएछ। रमदानमा सबैले फास्टिङ गरेको छ नि, उसले खाएछ र बनाएछ, पेट मजाको बनाएछ है। अब ठिकै छ, के गर्नु त, खानुपर्छ होइन। 5 दिन 2 दिनको जिन्दगीमा 6 दिन त्यस्तो गलत काम चाहिँ गरेर हुन्न। अब चाहिँ पेट कम गर। अब हामी धेरै पछि, हामी पहिला मदरसनमा काम गरेको हुन्थ्यो 2007 सालमा। धेरै पछि मेरो दाइसँग भेट भयो आज पनि रातिको समयमा। ल अब चाहिँ छुट्टिनुपर्छ है। अब मेरो च्यानललाई पनि सब्सक्राइब गर्न भन। यो मार्फत तिमीले उ गर है। टिकटक